विदेश यात्रामा निस्कदा अझ जापान जस्तो ठाउँमा पुग्दा कस्तो हुन्छ भने नि भाषा फरक, संस्कृति फरक, हराइन्छ कि कतै पुग्न सकिन्न कि भन्ने डर लाग्छ नि होइन? एकदमै यो त धेरैको अनुभव हो। अनि यस्तो बेला कसैलाई सोध्नु पर्यो। हो, तर कसरी सोध्ने जापानी भाषामा? कसरी सोध्ने मात्र होइन, कसरी चाहिँ शिष्ट तरिकाले सोध्ने भन्ने कुराले झन् ठूलो फरक पार्छ त्यहाँ। हो त अनि त्यही भएर आज हामीसँग एउटा सानो तर महत्त्वपूर्ण स्रोत छ, जापानीमा बाटो सोध्ने संवाद भन्ने। यो हेर्दा चाहिँ नेपाली भाषीलाई नै लक्षित गरेर बनाएको जस्तो देखिन्छ। आज हामी यही संवादलाई अलि गहिरिएर हेर्ने हो कि यसमा के शब्द छन्, वाक्य कसरी बनेका छन्, अनि सबैभन्दा महत्त्वपूर्ण चाहिँ यसमा लुकेको त्यो जापानी शिष्टाचार र संस्कृति। एकदम ठिक कुरा। यो संवाद हेर्दा त कति सरल देखिन्छ होइन, तर यसले भाषा सिकाउने मात्र होइन, जापानमा कसरी घुलमिल हुने, त्यहाँको चलन कस्तो छ भन्ने कुरा पनि सिकाउँछ। भाषा भनेको शब्द मात्रै त होइन नि। हो त, यो त संस्कृति बुझ्ने झ्याल पनि हो नि। ल त्यसो भए सुरु गरौँ न त यो संवाद केलाउन। पहिलो कुरा त कसैको ध्यान खिच्नु पर्यो अनि प्रश्न सोध्नु पर्यो। संवादमा सुरु हुन्छ, सुमिमासेन, एकेवा दोको देश का? अर्थात् माफ गर्नुहोस्, स्टेशन कहाँ छ? यो सुमिमासेन त कति सुनिन्छ नि। यसको खास अर्थ के हो? यो एक्सक्युज मी मात्रै हो कि अरू केही छ? हो, यो सुमिमासेन त जापानिज भाषामा सबैभन्दा धेरै प्रयोग हुने शब्दहरू मध्ये पर्छ होला। हेर्नुहोस् न, यसको सोझो अर्थ त एक्सक्युज मी वा सरी जस्तो लाग्छ। तर यसको प्रयोगको दायरा निकै फराकिलो छ। जस्तो यो संवादमा बाटोमा हिँडिरहेको मान्छेलाई रोकेर कुरा सुरु गर्दा उहाँको समय लिएकोमा, बाधा पुर्याएकोमा अलिकति माफी मागे जस्तो, नम्रता देखाए जस्तो भयो। यो जापानी समाजमा अरूलाई असुविधा नहोस् भन्ने सोच, त्यो सम्मान गर्ने चलन छ नि, त्यसैको एउटा सानो उदाहरण हो यो। भनेपछि यो त एक्सक्युज मी भन्दा गहिरो रहेछ। कुराकानी सुरु गर्ने एउटा सांस्कृतिक तरिका जस्तो पो भयो। हो नि। अनि एकी स्टेशन भइहाल्यो, दोको देश काले कहाँ छ भनेर सोध्यो। यो त प्रष्टै छ। वाक्य संरचना त एकदमै सजिलो छ। ठाउँको नाम, त्यसपछि वा, अनि दोको देशका। यो जानेपछि त स्टेशन मात्रै होइन, टोयलेट कहाँ छ, एटिएम कहाँ छ, पसल कहाँ छ, सबै सोध्न मिल्यो। सजिलो रहेछ। तर सुरुमा त्यो सुमिमासेन भन्नु चाहिँ महत्त्वपूर्ण भयो। कतिपय अवस्थामा त यसले धन्यवादको अर्थ पनि दिन्छ। हो र? कसरी? जस्तो कसैले तपाईँको केही सामान टिपेर दियो भने पनि सुमिमासेन भन्न सकिन्छ। मतलब, अहो मेरो लागि दुःख गरिदिनु भयो भन्ने जस्तो भावमा। कस्तो बहुउपयोगी शब्द। ल अब दोस्रो चरणमा जाउँ, निर्देशन पाउने पालो। स्थानीय मान्छेले जवाफ दिन्छन्, कोनो मिचियो मासुगो इत्ते मिगिनी मगत्ते कुदासाई। यो बाटो सिधा जानुहोस् अनि दायाँतिर मोडिनुहोस्। यहाँ यो बाटो कोनोमिची, सिधा, मासुगु, दायाँ, मिगी त बुझियो, तर त्यो अन्तिमको कुदासाई चाहिँ किन चाहियो? हो, त्यो कुदासाई एकदमै महत्त्वपूर्ण छ यहाँ। यसले के गर्छ भने त्यो निर्देशनलाई विनम्र बनाइदिन्छ। अंग्रेजीमा प्लिज भने जस्तै हो। जापानमा कसैलाई केही गर्न भन्दा, चाहे बाटो देखाउन होस् वा अरू केही, यो कुदासाई जोड्नु सामान्य शिष्टाचार हो। यो बिना जस्तो मिगिनी मगत्ते मात्र भन्यो भने अलि ठाडो सुनिन सक्छ, आदेश दिए जस्तो। अच्छा। अपरिचित मान्छेसँग बोल्दा त्यो त्यति राम्रो मानिदैन नि त। भनेपछि निर्देशन दिनेले पनि शिष्ट हुनु पर्यो है। सिधा र दायाँ मात्रै भन्दा त अलि अप्ठ्यारो लाग्ला है। अरू के शब्द चल्छन् नि बाटो बताउँदा? दायाँ भयो। राम्रो प्रश्न। दायाँ जस्तै बायाँ, हिदारी पनि उत्तिकै चाहियो। अनि अर्को चोक भन्नु पर्यो भने चुगिनो कादो, चुगिनु कादो। पहिलो बत्ती भन्न साइसुनो सिङ्गो। पुल तरेर जानुस् भन्न हसियो वा तात्ते, हसियो वा तात्ते। यस्ता कुराहरू पनि प्रयोग हुन्छन्। अनि शब्दले मात्र नपुगेर नि जापानीहरूले प्राय हातले पनि इशारा गर्छन्। कागजमा नक्सा जस्तो कोरेर पनि दिन्छन्। त्यो पनि उनीहरूको सञ्चारको तरिका हो। त्यो त झन् कति सजिलो हुन्थ्यो होला। ल अब तेस्रो चरण, निर्देशन पाएपछि यात्रीले फेरि सोध्छन्, आरिगतो गोजाइमास, अरुइते धनुकुराई देशका? धन्यवाद, पैदल कति टाढा छ? पहिले त धन्यवाद दिए, आरिगतो गोजाइमास, यो त सुनिरहेकै शब्द हो। आरिगतो गोजाइमास धन्यवाद दिने एकदमै मानक र शिष्ट तरिका हो। निर्देशन पाउने बित्तिकै धन्यवाद भनिहाल्नु राम्रो मानिन्छ। अनि दोस्रो भाग, अरुइते दोनुकुराई देशका, पैदल कति समय टाढा छ? यहाँ अरुइतिरी भनेर सोध्नु निकै व्यावहारिक छ।
किन होला? किनभने जापानमा पब्लिक ट्रान्सपोर्ट त गजबकै छ होइन, तर आफू जानुपर्ने ठाउँ हिँडेरै पुगिन्छ कि पुगिन्न भन्ने जान्न त पर्यो नि। हो त, तर हिँडेर मात्रै किन सोधेको? बसबाट कति लाग्छ, ट्रेनबाट कति लाग्छ भनेर सोध्न मिल्दैन? मजाले मिल्छ नि, जस्तो बसबाट कति समय लाग्छ भन्नु पर्यो वासुदेव दोनो कुराई देशका? भन्ने। अरू इतेको ठाउँमा साधनको नाम बस डेन्सा प्लस दे द्वारा लगाउने हो। ए, तर सुरुमा सोद्धा नजिकै पो छ कि भनेर हिँडेर सोध्नु सामान्य हो। अनि त्यो दोनो कुराई देशका ले समय र दूरी दुवै जनाउन सक्छ, तर यस्तो बेला प्राय समय नै बुझिन्छ। बुझ्यो। अब आयो जवाफ चौथो चरणमा। स्थानीय व्यक्ति भन्छन् जुप्पुन गुराइदेश, अर्थात् लगभग 10 मिनट जति लाग्छ। यहाँ जुप्पुन 10 मिनट भइहाल्यो, तर यो गुराईको के काम हो? हो, यो गुराई वा कहिलेकाहीँ कुराई पनि भन्छन्। यसको अर्थ लगभग, जति, वरिपरि भन्ने हुन्छ। यसले के जनाउँछ भने त्यो 10 मिनट ठ्याक्कै होइन, अनुमानित हो। अन्दाजी। अन्दाजी। यो जापानीमा एकदमै सामान्य छ, किनभने ठ्याक्कै 10 मिनट लाग्छ भनेर कसले भन्न सक्छ र होइन? बाटोमा केही पर्न सक्छ, हिँड्ने मान्छे ढिलो छिटो होला। हो त नि। त्यसैले गुराईले जमाफलाई अलि नरम र यथार्थपरक बनाउँछ अनि सिधै ठोकेर बोल्दा गल्ती हुने सम्भावनाबाट पनि बचायो। यो घुराई लगाउँदा अहिले अनौपचारिक जस्तो सुनिन्छ कि फर्मल कुरामा पनि चल्छ? होइन, यो एकदम सामान्य हो। औपचारिक कुराकानीमा पनि जब अनुमानित समय वा संख्या बताउनु पर्छ, यो प्रयोग हुन्छ। बरु गुराई नभनी जुप्पुङ देश 10 मिनट हो भन्दा पो अलि बढी ठोस वा कहिलेकाहीँ अस्वाभाविक सुनिन्छ कि यस्तो अवस्थामा। त्यसो पो रमाइलो रहेछ। ल, अब 5औं चरण। यात्रीले फेरि धन्यवाद दिन्छन्, तर यसपालि अलि फरक तरिकाले। तस्कारिमस्ता आरिगातो गोजाइमास। तस्कारिमस्ता के हो? आरिगातो गोजाइमास मात्र भनेको भए हुन्न थियो? तस्कारिमस्ता यो एकदमै अर्थपूर्ण शब्द हो। यसको शाब्दिक अर्थ त म बाँचे वा मलाई बचाइयो, सहयोग गरियो जस्तो हुन्छ। हो र? तर यो सन्दर्भमा यसले के बुझाउँछ भने तपाईको सहयोगले मलाई ठूलो राहत मिल्यो वा यु रियली हेल्प्ड मी आउट। एकदमै गहिरो कृतज्ञता देखाउँछ यसले। सायद त्यो यात्री साँच्चै अल्मलिएको थियो होला, चिन्तामा थियो होला, अनि निर्देशन पाएपछि एउटा ठूलो समस्याबाट पार पाए जस्तो भयो होला। त्यस्तो बेला सामान्य आरिगातो गुजाइमस भन्दा तासुकारिमास्ताले त्यो भावनालाई अझ राम्रोसँग व्यक्त गर्छ। ओहो, तासुकारिमास्ता त निकै भावनात्मक सुनियो त। यो सधैँ भन्नुपर्छ कि विशेष अवस्थामा मात्रै? जस्तो सानोतिनो सहयोगमा पनि भन्दा हुन्छ? खै, सामान्यतया त जब तपाईलाई साँच्चै केही समस्या परेको थियो र कसैको मद्दतले ठूलो राहत मिल्यो भन्ने लाग्छ, त्यस्तो बेला यो बढी सुहाउँछ। जस्तो पर्स हराएको थियो, कसैले भेटाइदियो, वा ट्रेन छुट्न लागेको थियो, कसैले दौडेर बाटो देखाइदियो। यस्तोमा हरेक सानो कुरामा भन्दा अलि बढाइ चढाइ गरे जस्तो सुनिन्छ कि। तर बाटो सोद्धा, अझ पर्यटक अल्मलिएको अवस्थामा यो भन्नु स्वाभाविक नै मानिन्छ। कृतज्ञताको गहिराई देखायो नि त। अनि फेरि पछाडि आरिगातो गोजाइमासु थप्दा शिष्टाचार झन पक्का भयो। त्यो नराम्रो मानिदैन। भन्नेपछि अवस्था अनुसार धन्यवाद दिने शब्द पनि फरक पर्ने रहेछ। ल, अब संवादको अन्तिम चरण, 6औं। स्थानीय व्यक्तिले भन्छन् दो इतशिमास्ते, कियोत्सुकेते। स्वागत छ, ध्यान राख्नुहोस्। दोइतासिमास्ते त धन्यवादको जवाफमा भन्ने मानक शिष्ट तरिका भइहाल्यो, योर वेलकम भन्ने जस्तै। तर एउटा रमाइलो कुरा के छ भने आजकल एकदमै नजिकको साथीभाइ वा अनौपचारिक अवस्थामा चाहिँ यो अलि बढी नै औपचारिक सुनिन सक्छ रे। हो र? त्यस्तो बेला के भन्छन् त? त्यस्तो बेला मान्छेहरूले इए होइन भन्छन् वा हल्का टाउको हल्लाएर पनि चित्त बुझाउँछन्। तर अपरिचितसँग बोल्दा दो इतासिमास्ते नै सबैभन्दा सुरक्षित र सही हो। अनि त्यो अन्तिमको कियोत्सुकेते, यसको अर्थ त टेक केयर वा बी केयरफुल भयो। तर यसको प्रयोग कस्तो छ? के यो चेतावनी हो? चेतावनी मात्रै होइन, कियोत्सुकेते जापानीहरूले छुट्ने बेलामा वा कसैलाई यात्रामा पठाउँदा भन्ने एउटा न्यानो अभिव्यक्ति हो, चासो देखाएको जस्तो। यसले आफ्नो ख्याल राख्नुहोस् है, सुरक्षित जानुहोस् है भन्ने शुभकामना दिएको हो। यसले कुराकानीलाई एकदमै सकारात्मक र मानवीय तरिकाले टुङ्ग्याउँछ।
यो जापानी संस्कृतिमा भएको त्यो ओमोटेनासी भन्छन् नि, अतिथि सत्कार र अरूप्रतिको विचारशील चासो त्यसैको एउटा सानो झलक हो। कियो चुकेते त साथीभाइलाई मात्र भनिन्छ कि अपरिचितलाई पनि, जस्तो यहाँ यात्रीलाई भनियो? दुवैलाई भन्न मिल्छ, साथीभाइ परिवारलाई त भनिहालिन्छ, तर अपरिचित यात्रीलाई पनि यसरी भन्नुले उहाँको यात्रा सफल होस् भन्ने कामना गरेको अनि अलिकति भए पनि आत्मीयता देखाएको जस्तो हुन्छ। पर्यटकलाई त झन् सुन्दा कति न्यानो लाग्ला। हो त नि। भनेपछि यो पुरै संवादलाई हेर्दा हामीले बाटो सोध्न चाहिने मुख्य कुराहरू त सिक्यौं। सुमिमासेनबाट सुरु गर्ने, वादोकोदे सुकाले सोध्ने, मासुगु मिगी हिदारी जस्ता दिशा बुझ्ने, आरुइते दोनो कुराई दिस्काले पैदल समय सोध्ने अनि आरिगातो गोजाइमसु र अझ गहिरो कृतज्ञताका लागि तास्करी मास्ताले धन्यवाद दिने। हो, यी त भए व्यावहारिक कुरा, औजार जस्तै। तर यी औजारलाई कसरी र किन चलाउने भन्ने बुझ्नु झन् महत्त्वपूर्ण छ। हेर्नुहोस् न, सुमिमासेन, कुदासाए, आरिगातो गोजाइमासु, तस्कारी मास्ता, कियोत्सुकेते, यी सबैले के देखाउँछ भने जापानी संस्कृतिमा एक अर्कालाई गर्ने व्यवहारमा सम्मान, नम्रता, अरूको भावनालाई कति ध्यान दिइन्छ भन्ने कुरा। यो भाषाको नियम मात्रै होइन, यो त समाजमा मिलेर बस्ने तरिका पनि हो। हो त नि। अनि यो ज्ञान त जापान जाँदा वा बस्दा एकदमै काम लाग्ने भयो। तर एउटा कुरा, मानिलिउँ कसैले बाटो बताइदियो तर आफूले बुझ्दै बुझेन भन्ने के गर्ने नि? यो त हाम्रो स्रोतमा थिएन। त्यो त एकदमै राम्रो प्रश्न। यस्तो त भइहाल्छ नि। यस्तो बेला फेरि सुमिमासेनबाटै सुरु गर्ने अनि विनम्रतापूर्वक फेरि भन्न लगाउने, जस्तो मोइचिदो ओनेगाइशिमास, मतलब कृपया फेरि एकपटक भनिदिनुहोस् न। मोइचिदो ओनेगाइशिमास हो। अझ बिस्तारै भन्न लगाउनु परे युक्कुरी ओनेगाइशिमास, कृपया बिस्तारै भनिदिनुहोस्। युक्कुरी ओनेगाइशिमास। अनि सबैभन्दा राम्रो त के हुन्छ भने आफू जान चाहेको ठाउँको नाम जापानीमा लेखेर देखाउनु। उच्चारण मिलेन भने पनि लेखेको कुरा त प्रष्ट हुन्छ नि। त्यो त साँच्चै उपयोगी आइडिया भयो। भनेपछि संवादका यी वाक्यांशहरू अनि तपाईँले भनेका यी थप कुराहरू अलि अभ्यास गर्यो भने जापानमा बाटो सोध्न अलि आँट आउँछ होला। पक्कै पनि। अभ्यासले त पोख्त बनाउँछ भन्छन्, तर त्योभन्दा पनि हरेक शब्दको पछाडिको त्यो सांस्कृतिक अर्थ बुझेर प्रयोग गर्दा आत्मविश्वास अझ बढ्छ जस्तो लाग्छ मलाई। सञ्चार पनि प्रभावकारी हुन्छ। तपाईँ खालि शब्द मात्र बोलिरहनु भएको हुँदैन, तपाईँ त त्यो संस्कृतिसँग जोडिन खोजिरहनु भएको हुन्छ। हो त नि। ल, त्यसो भए जापानमा बाटो सोध्ने यो सरल तर गहन संवादको हाम्रो यो विश्लेषणलाई अझै यही बिट मारौँ। एउटा सामान्य कुराकानीले पनि कति धेरै कुरा सिकाउन सक्ने रहेछ। भाषा, संस्कृति, व्यावहारिक सिप हो। र यो पनि नबिर्सौँ कि यस्ता सानातिना अन्तर्क्रियाहरू भनेका जानकारी लिने दिने मात्र होइनन्, सही तरिकाले शिष्टाचारपूर्वक गर्दा यसले विदेशी भूमिमा पनि राम्रो अनुभव बनाउँछ। स्थानीय मान्छेसँग एक किसिमको क्षणिक नै भए पनि सम्बन्ध बनाउँछ। अनि तपाईँले याद गर्नुभयो यो संवादको जुन संरचना छ नि, सोध्ने, जवाफ दिने, निर्देशन दिने, थप सोध्ने, समय थाहा पाउने, धन्यवाद दिने अनि त्यसको जवाफ दिने, यो संरचना त अरू धेरै खालका दैनिक कुराकानीमा पनि काम लाग्छ नि। हो त है। यो त एउटा ढाँचा जस्तै पो भयो त। हो नि। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ न त। हामीले सुमिमासेन वा कियोत्सुकेते जस्ता शब्दहरूको अर्थ र सांस्कृतिक गहिराई त हेर्यौं, तर के हामीले शब्दमा मात्रै ध्यान दिइरहेका छौं? मतलब सोच्नुस् त, जापानमा मान्छेहरूले बाटो बताउँदा हातले कसरी इशारा गर्छन् होला? उनीहरूको अनुहारको भाव कस्तो हुन्छ होला? कति विस्तारमा बताउँछन् होला? के यी नबोलिने कुराहरूले, यी गैर-शाब्दिक सङ्केतहरूले पनि शब्दले जत्तिकै वा अझ बढी जापानी सञ्चार शैली र उनीहरूको मान्यता, जस्तो कति सिधा कुरा गर्ने, कति सहयोगी हुने बारे केही बताउँछ कि? यस्ता सामान्य देखिने अन्तर्क्रियामा लुकेका यी सूक्ष्म कुराहरूलाई निहाल्नु पनि आफैमा एउटा रमाइलो खोज हुन